नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल अल इन वानमा। आज म तपाईहरुलाई महेन्द्रनगरदेखि डोटी जिल्लाको बुडरसम्मको यात्रामा लैजाँदै छु। यो यात्रा एकदमै रोमाञ्चक हुनेछ किनकि हामी मनमोहक पहाडका दृश्यहरू अवलोकन गर्नेछौँ र परिवारका सदस्यहरूलाई पनि भेट्नेछौँ र त्यहाँको स्थानीय संस्कृतिको अनुभव पनि लिनेछौँ। त्यसैले ढिला नगरिकन आउनुहोस् यात्रा सुरु गरौँ। हाम्रो यात्रा बेतकोट नगरपालिका कञ्चनपुर जिल्लाको सोडाचोकबाट सुरु हुन्छ। यो स्थान महेन्द्रनगरबाट मात्र 3 किलोमिटर पूर्वमा अवस्थित छ। हामी टोटलमा 120 किलोमिटरको यात्रा तय गर्नेछौँ र आज म मेरो श्रीमतीसँग यात्रा गर्दैछु। हामी डोटी जिल्लाको बुडर जाँदैछौँ। यो यात्रा अझ विशेष छ किनभने हामी अन्तर्यमा मेरो सालाजी र उनको श्रीमती मेरो बहिनीलाई पनि भेट्नेछौँ। महेन्द्रनगरबाट लगभग 45 किलोमिटरको यात्रा गरिसकेपछि हामी अन्तर्यमा पुग्छौँ। यहाँ मेरो सालाजी र उनको श्रीमती मेरो बहिनीसँग भेट हुन्छ। अब हामी 4 जना सार्वजनिक यातायातको प्रयोग गरेर पहाडतर्फ जाँदैछौँ। वास्तविक साहसिक यात्रा अब सुरु हुन्छ। यात्रा प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र व्यापारिक गतिविधिले भरिपूर्ण छ। हेर्नुहोस्, जति अगाडि बढ्छौँ भूदृश्यहरू नाटकीय रूपमा परिवर्तन हुन्छ। सडकहरू घुमाउरा बन्छन् र हामी सुन्दर पहाडहरूले घेरिन्छौँ। बाटोभरि हामी सुन्दर दृश्यहरू, सडक निर्माण कार्यहरू र खेलिरहेका बाँदरहरू देख्छौँ। यहाँ स्थानीय उत्पादनहरू पाइन्छन्। ताजा सागसब्जी, फलफुल अनि घरेलु सामानहरू बिक्री हुन्छन्। बाटोभरिका रमाइला दृश्य, हरियाली, पहाड, बजारहरू र जङ्गलका सुन्दरताहरू निहाल्दै जानेछौँ। यहाँको ताजा हावा र चिसो बतासले यात्रा झन् रमाइलो बनाएको छ। स्थानीय किसानहरू आफ्नो बारीमा मकै, गहुँ, कोदो जस्ता खेती गरेका छन्। पहाडमा सिँचाइको राम्रो खासै प्रबन्ध छैन, तर पनि यहाँका किसानहरू एकदमै मेहनती देखिन्छन्। हाइसमा हामी गइरहेका छौँ र यो बिचमा हामीले जिल्ला परिवर्तन गर्दा हेर्नुहोस् इन्ट्री गर्नुपर्ने हुन्छ। चालक दाइले इन्ट्री गरेर कैलाली जिल्लाबाट डोटी जिल्लामा प्रवेश गर्दै हुनुहुन्छ। त्यसको लागि हामी यहाँ रोकेका थियौँ। बजार हामी पुगिसक्यौँ। यो यहाँ ब्याट्रीवाला गाडीमा आयो, चार्जर लगाइरहेको छु। चार्ज नास्ता खाना। यात्रुहरूको हालत यस्तो छ। यात्रुहरू ड्यामेज भइसक्यो। बुडर जोगबुढा सडक, बुडर चौकबाट जोगबुढा जाने बाटो। जोगबुढाको लम्बाइ 30 किलोमिटर रहेछ। यो बाटो यो चाहिँ पहाड जाने बाटो। गाडी तर हामीले फेरि बुडर बजारदेखि जोगबुढा जाने बाटोमा 4 किलोमिटर यात्रा पैदल तय गर्नुपर्नेछ। तब मात्र हामी आफ्नो गन्तव्यमा पुग्नेछौँ। यो घरेलु भन्ने ठाउँ अगाडि। यहाँ हामी छोटो बाटो गइरहेका छौँ। सडकको बाटो लामो हुनाले यसरी हामीले तरुलका खाडलहरू पनि यहाँ भेट्यौँ। जङ्गली तरुल जुन एकदम प्रोटिन, भिटामिन, इन्जल्सियो। हरियालीले भरिएको बाटो शान्त छ। हामी गफ गर्दै रमाइलो गर्दै यात्राको आनन्द उठाइरहेका छौँ र यहाँ के भइरहेछ पनि हामी हेर्न सकिन्छ र हामी
छोटो पैदल यात्रापछि हामी अनन्त हाम्रो गन्तव्यमा पुग्छौँ। हाम्रो परिवारका सदस्यहरूले हामीलाई न्यानो स्वागत गर्छन्। यहाँको पहाडी अतिथि संस्कार विशेष छ। हामी ताजा तरकारी, घरको खाना र मिठा फलफुलहरू खान्छौँ र साँझ पर्न साथ हामी पूजा र भजन कार्यक्रममा सहभागी हुन्छौँ। यो निकै शान्तिपूर्ण र आध्यात्मिक अनुभव थियो। सँगै बसेर भजन गाउन पाउनु, दीप प्रज्वलन गर्न पाउनु, पूजाआजा गर्न पाउनु हाम्रो संस्कृतिसँग जोडिने सुन्दर तरिका थियो। त्यसरी हामी भजन गर्दैछौँ। Morning everyone, welcome to All in One। हेर्नुहोस् साथीहरू, यो म बिहानको दृश्य यहाँहरूलाई देखाउन गइरहेको छु। कस्तो रमाइलो दृश्य। घरै घर हुनाले यो गाउँलाई चाहिँ घरेलु भनेको रे। जोगबाट जाने बाटोमा पर्दछ जोग। यताबाट त्यो रोड हुँदै हामी जोगबाट तल गइने रहेछ। बिचमा मलाई यो एकदमै प्यारो हाम्रो घरपालुवा जनावर बेलायती जातको टमी भन्ने हामीसँग कुकुर पनि भेटियो। त्योसँग मैले आधा घन्टा रमाइलो गरेँ। यो मसँग मर्निङ वाक गर्न पनि गएको थियो तल घरेलुसम्म। फिर्ता आएर फेरि मसँगै अझ फिजिकल गर्न माने बेले र हामी दुईटै फेरि फिजिकल गर्न लाग्यो। एकदमै यो पनि एकदम फुर्तिलो रहेछ। बिहानको समय हुनाले मलाई पनि अलि फुर्ती आएको थियो। जाडो सिजनमा जाडो भएर आएको। एकदम प्यारो कुकुर रहेछ। मिस ससुराजीको घरमा पालेको। हाम्रो मिस ससुराजीको घर, गोठ, बाख्रा बाँध्ने खोर। हामी यहाँ कुकुरसँग खेलिरहेको। ल हेर्नु, यो पहाडको दृश्य। यो अर्को दिन बिहानको दृश्य हो, जहाँ हामी बगैँचामा घुम्न गयौँ र यहाँ सुन्दर फलफुलका बोटहरू जस्तै कागती, अमरुद, केरा पाए, अमरुद पाए, कागती पाए। कोपीहरू पनि थियो, धनियाँहरू, पुदिनाहरू, आलु, प्याज, लसुन, तरकारीहरू एकदमै राम्रो मात्रामा भयो। लाही उत्पादन हेर्नुहोस् उहाँको। त्यहाँ मन्दिर रहेको छ टपमा, शिवजीको मन्दिर छ। ओम नमः शिवाय लेखेको मन्दिर त्यहाँ टपमा अवस्थित छ। त्यसको तलमुनिको यो दृश्य हो। यहाँ उहाँले एकदमै यो केराबारी, धनियाँ, सबै तरकारीहरू, फलफुलहरू, यो कागती हेर्नुहोस् ल, पहाडको कागती। जबकि यो चैत महिनामा त 350 रुपियाँ केजी नेपाली रुपिज, 350 को 1 केजी आइरहेछ। जबकि पहाडमा एउटा बोटको मुनि लगभग 1.5 केजी कागतीका दानाहरू त त्यत्तिकै फालेका थिए। हेर्नुहोस् त, कति लोभ लाग्दो दृश्य हो त्यो। यो चैत्र महिनामा, फागुन चैतमा। वैशाखमा 400 पनि हुनसक्छ। र यो हेर्नुहोस्, काउलीफ्लावर, बन्दागोबी, केरा, सुन्तला, मौसम, चोक, यो पराल उहाँले आफ्नो पशुपालनको लागि राख्नु भएको पराल चाहिँ यो सिँचाइको सुविधा। पहाडको ठाउँमा जहाँ पानीको अभाव हुन्छ त्यो ठाउँमा यस्तो प्रविधि प्रयोग गरिने रहेछ। हेर्नुहोस् त कति रमाइलो छ। पानीको प्रेसर आउँछ र यो घुम्न थाल्छ। जब पानीको प्रेसर बन्द हुन्छ यो अटोमेटिक बन्द भइहाल्छ। फेरि
खानेपानीको धाराबाट यदि पानीको प्रेसर आयो भने यो घुम्छ बारीमा, अनि पनि जान्छ। यस्तो रमाइलो छ यो हेर्नुहोस् त कागती। यो तल खसेको हेर्नु, हामीले 1.5 केजी भन्दा माथि होला हामीले तलबाट भुटेल्यौँ, मेरो बहिनी र मैले। र अब हामी यहाँ हिँडिसक्यौँ, यहाँबाट हामी गाडीमा छौँ। यो अनुभव साँच्चै अविस्मरणीय रह्यो। हामी फर्कने क्रममा बाटोमा भेडा, च्याङ्ग्रा, लालीगुराँस जस्ता वस्तुहरू पनि देख्छौँ। प्रकृतिको यो सौन्दर्य साँच्चै मनमोहक छ। यी प्राकृतिक दृश्यहरू साँच्चै विशेष लाग्छन्। यो बुडोर बजारमा, बुडोर बजार यो यहाँदेखि धनगढी 79 किलोमिटर बाँकी रहेछ। धनगढी 79 किलोमिटर। हामी चाहिँ हत्तरियासम्म मात्रै जाने हो। मेरो साला र बहिनी धनगढी जाने हुन्, हामी दुईजना बुढाबुढी फेरि हत्तरियादेखि मन्नेगढ जाने हो। र हामी यसरी यात्रा गरिरहेका छौँ। हेर्नुहोस् पहाडका दृश्यहरू, एकदम रङ्गीन दृश्य। यो फर्किँदाको सिन हो हाम्रो। हामी यो यात्रा चाहिँ बसमा गरिरहेका छौँ, जुन सार्वजनिक यातायात हो। बसमा 4 जना। फेरि यहाँ इन्ट्री छ। यो च्याङ्ग्राहरू मैले जुन अगाडि भनेको थिएँ, सायद बजाङबाट आएका च्याङ्ग्राहरू हुन सक्छन्। एकजना दाजु, दुईवटा च्याङ्ग्रा छन्, तिनले रस्सीले बाँधेर कन्ट्रोल गर्ने अवस्थामा छन्। तर तिनीहरू अलि घाँसको अभावले गर्दा सायद भोक लागेको हुनसक्छ, उनीहरू भागिरहेछन्। दाइ बिचरा कन्ट्रोल गर्नमा एकदम व्यस्त छन्। हेर्नु त ल, यो चाहिँ यहाँको खेतबारी, लाही दोहोरो उत्पादन यहाँको यो छ। हामी यसरी बिस्तारै अगाडि बढ्दै गइरहेका छौँ। बिचबिचमा हाम्रो पहाड जिल्लामा जाने गाडी, बसहरू, ट्रकहरू भेटिरहेका छन्। यो सहजपुर बजारमा हामी फेरि पुग्यौँ, जहाँ स्थानीय फलफुल, तरकारीहरू, ओखर, मुङफली, यहाँको जोराइल रोटीको मुङफली एकदम ठुलो दानाको हुँदो रहेछ, जुन हामीले बिचमा खायौँ पनि। तर त्यो राम्रोसँग भुटिएको चाहिँ थिएन। अनि दाना चाहिँ एकदम हाइब्रिड थियो, ठुलो बोइलर जस्तो हो, तर राम्रोसँग भुटेको नरहेछ। र फेरि यहाँको दाउरा राख्ने स्टाइल पनि एकदमै राम्रो लाग्यो मलाई। गोलो बनाउँदा रहेछन् दाउरा, राम्रोसँग सुकोस् भनेर। बिचबिचमा यो कच्ची बाटो पनि हामीले भेट्यौँ, जहाँ पहिरो गएर बाटो एकदम खराब भएको रहेछ। यसमा चाहिँ गाडी एकदम बिस्तारै 10 किलोमिटर पर आवरको स्पिडमा हिँड्दो रहेछ, किनकि पहाडको बाटो त्यसैमा फेरि भत्केको। र फेरि हामी पहाडका रमाइला दृश्यहरूको नजिकमा पुग्यौँ। यिनीहरूको बिचमा फेरि हामी पुगिसक्यौँ। यसरी हेर्नु, पहाडका ठुल्ठुला पहाडहरू देखिन्छन्। ल हेर्नुहोस्, हामी फेरि यो गर्दै जाँदा हामी अब त्यसपछि खानडाँडा पुगिन्छ। यो खानडाँडाको सिन हो, जुन हरियाली डाँडाहरूले घेरिएको रमणीय स्थान हो। यहाँ स्थानीय किसानहरू कृषि तथा पशुपालनमा संलग्न छन् र प्राकृतिक दृश्यहरू अत्यन्त मनमोहक देखिन्छन्, जुन व्यापारिक तथा यातायातका हिसाबले महत्त्वपूर्ण क्षेत्र पनि हो। यहाँको बजार, होटल तथा विश्राम स्थलहरू यात्रुलाई सुविधाजनक बनाउँछ। हामी सरस्वती होटल एन्ड लजमा खाना खान रोकियौँ। यहाँको खाना एकदमै स्वादिष्ट थियो। र त्यसपछि हामी लालीगुराँस अचार उद्योगमा पुग्छौँ, जहाँ 10 देखि 15 प्रकारका पहाडी फलफुल
तथा तरकारीका अचारहरू बनाएका थियौँ। एउटा दाजुले हामी स्थानीय उत्पादनहरूलाई हेर्न पाउनु एकदमै खुसी लाग्यो। मैले ती पसले दाजुसँग केही रमाइला कुराकानीहरू पनि गरेँ र त्यसपछि हामी अगाडि बढ्यौँ। अगाडि चाहिँ यो बाटो निर्माणको कार्य चलिरहेको थियो, जहाँ 1 वर्ष पहिला पहिरो आएर बाटो 100 मिटर बाटो एकदमै खराब गरेको थियो र अहिले यहाँ एकदमै राम्रो दिवाल बनाएर तल बिम सिम हालेर यो बनाइँदैछ। 100 मिटर बाटो यहाँ एकदमै खराब थियो। यसरी हेर्नुहोस्, पहाडको बाटो फेरि पहिरो आइदियो। पहिरो आउन्जेल त बाटो पुरै खराब भइहाल्यो। 100 मिटर गाडी एकदम 10 किलोमिटर पर आवरको स्पिडमा हिँडिरहन्छ। धुलो माटो पनि बढी खाइने यस्तो ठाउँमा अलि दुःखै हुन्छ। साथीहरू हेर्नुहोस्, 100 किलोमिटरको यात्रामा 3-4 ठाउँमा हामीले कच्ची बाटो भेट्यौँ। पहाड जाँदा तराईमा त भेटिएन, पहाड जाँदा 3-4 ठाउँमा यस्तो भत्केको, पहिरो गएको, निर्माण भइरहेको ठाउँहरू हामीले 3-4 ठाउँमा भेट्यौँ। अत्तरेदेखि बुडोरसम्म भने एकदमै नाजुक स्थिति छ सडकको लागि त भन्नुपर्दा। त्यही पनि सिङ्गल वे हो। डबल लोड गाडी आउने हो भने त बाटो दिन पनि एकदमै धौलो हुन्छ। एक गाडीले ब्याक गएर फेरि मात्र बाटो दिन मिल्छ। हामी त्यसपछि तल बढ्दै गयौँ र यो हामी अब गोदावरी एकदमै नजिक पुगिसक्यौँ। गोदावरी नजिक हामी पुगिरहेछौँ। हेर्नुहोस्, केही छिनमा हामी अब गोदावरी पुग्नेछौँ। उत्तरिया सुदूरपश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हो, जहाँबाट सेती राजमार्ग र महेन्द्र राजमार्ग जोडिन्छन्। यात्रा हामी यहाँ पुगिसकेपछि गोदावरी आउँछ, जसको छेउमा प्रसिद्ध गोदावरी मन्दिर रहेको छ। यो क्षेत्र प्राकृतिक शीतलता र धार्मिक आस्थाको केन्द्र पनि हो। अगाडि बढ्दै जाँदा हामी उत्तरे आइपुगिन्छ। यो हामी गोदावरी पुगिसक्यौँ। केही अगाडि जाँदा हामी हनुमानजीको ठुलो मूर्ति पनि यहाँ भेट्टाउन पाउँछौँ। यहाँ विश्राम स्थलहरू र बिहे भइरहेको दृश्य पनि हामी यहाँ अगाडि गएर देख्न सकिन्छ। यो गोदावरी नजिकको एउटा सरकारी स्कुल हो, जुन एकदमै पुरानो देखिन्छ, राणाकालसम्मको, तर होइन, यो चाहिँ बन्द पडेको देखियो। यो बन्द थियो र यो चाहिँ बिहे रहेछ। यो गोदावरी मन्दिर जाने बाटो यही हो। एकजना कसैको बिहे हुनाले यहाँ भिडभाड बढी देखिन्छ र 100-150 मिटर उत्तरतिर जाँदा फेरि एउटा राम्रो हनुमानजीको मूर्ति पनि छ, त्यहाँ मन्दिर पनि छ। त्यो पनि हामी अवलोकन गरौँ। अगाडि हेर्दै जानुहोस्, यो हेर्नुहोस् त। त्यसपछि हामी उत्तरिया नजिकको एउटा पेट्रोल पम्पमा पुग्यौँ, जहाँ चालक दाजु 65 लिटरभन्दा बढी, लगभग 70 लिटर जति उहाँले डिजल हाल्नुभयो।
त्यसो गर्दै जाँदा उहाँले हामीलाई अत्तरिया बस पार्कमा पुगाउनु भयो र त्यसपछि हामी दुईजना महिनाको लागि हाइसमा जान्छौँ र मेरो साला र बहिनी यसै बसमा धनगढी जान्छ। हामी त्यहाँ उत्रेर यो महेन्द्रनगरको लागि अर्को हाइसमा हिँडिसक्यौँ। यो बिचका नदीहरू, पुलहरू, जङ्गलहरू हेर्दै जानुहोस्। दृश्यहरू रमाइलो छन्। बिचमा नदीहरू बगिरहेका छन्, साइडमा जङ्गलहरू, बस्तीहरू पनि देख्न सकिन्छ। बिचमा हाइसमा हामी 15-17 जना जति व्यक्तिहरू थियौँ। यो अत्तरिया धनगढीदेखि आएको हाइस रहेछ। यसैमा हामी बसेर सोडासँग ओर्लिन्छौँ। यो गुलरिया चौकमा शुक्लाफाटा वन्यजन्तु राष्ट्रिय निकुञ्ज अहिले चाहिँ राष्ट्रिय निकुञ्जमा घोषणा भइसक्यो। यो शुक्लाफाटा राष्ट्रिय निकुञ्जको क्षेत्र उत्तरतिरको क्षेत्र हो। यहाँ कुनै चितलहरू कहिलेकाहीँ भेटिन सकिन्छ, तर सधैँ चाहिँ भेटिँदैन। कहिलेकाहीँ यसो बाइचान्स चितलहरू पनि भेट्न सकिन्छ। फोटो मात्रै खिच्ने हो, त्यो अर्थ केही गर्न पाइँदैन। यो बेतकोट ताल जाने बाटो दैजी चौकबाट, दैजी चौकदेखि बेतकोट ताल जाने बाटो। हामी यसै क्रममा अगाडि बढेका छौँ। हामी सोडा चाहिँ उतर्नेछौँ। हेर्नुहोस् गाडीको पाङ्रा। सुबहदेखि हाइस्ट मोसनको भिडियो रेकर्डिङ यहाँ मैले गरेको थिएँ, जुन दैजी चौकमा गरेको थिएँ। फर्किँदाखेरि यस्तरी गाडीको हाइसको टायर चाहिँ हिँड्दो रहेछ भनेर देखाउनको लागि मात्रै। यो बेतकोट नगरपालिकाको अफिस अर्थात् यो भवन जुन शेषैयामा अवस्थित छ, शेषैया नदीको किनारमा अवस्थित छ। त्यहाँदेखि फेरि हामी अगाडि बढ्दै गयौँ। लालपुर र फेरि सोडा आउँछ। यो सोडाको भत्किएको पुल जुन रिपेयरिङ भइरहेको छ, निर्माण कार्य चालु छ। सोडा मेन चौकमा पुल भत्किएको 1 वर्ष अगाडि, जुन अहिले पनि बनिसकेको छैन। 1 वर्ष भइसक्यो। र हेर्दै जानुहोस्। र आजको यात्रा ब्लग यत्तिकै सकिन्छ। आशा छ तपाईलाई यो यात्रा रमाइलो लाग्यो। यदि तपाईलाई यो भिडियो मन पर्यो भने कृपया लाइक, शेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। आगामी यस्तै अरू भिडियोमा भेट्नेछौँ। हस्त धन्यवाद। यहाँबाट सुरु भएको थियो हाम्रो यात्रा। वृद्धाश्रम जाने बाटो महेन्द्र हाइवे यो वृद्धाश्रम जाने बाटो।